होइन यो आजभोलिका कलाकारहरूलाई के भएको भने क्या तीजको नाममा यो गीत सुनाउँ त पहिला तपाईँहरू यो सुन्नुहोस् है पहिला पुस्सा 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 ठुसा 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 फोटो चाहिँ सधैँभरि हुस्की बेर तान्ने हामीले पनि तन्काउँछौ के को डर मान्ने के को डर मान्ने मजाले हो तान्ने फोटो चाहिँ सधैँभरि हुस्की बेर तान्ने हामीले पनि तन्काउँछौ के को डर मान्ने जहिले पनि भट्टीमा छिर्छ खुस्सा खुस्सा जहिले पनि भट्टीमा छिर्छ खुस्सा खुस्सा आज पनि गनायौ हे बुढा तिमी ठुसा ठुसा आज पनि गनायौ हे बुढा तिमी ठुसा ठुसा आज पनि गनायौ हे बुढा तिमी ठुसा ठुसा ल साथीहरू भन्नुहोस् यसले चाहिँ हामीले तीजको गीत मानिदिनु पर्ने होइन अनि सुनिदिनु पर्ने भाइरल पनि गरिदिनु पर्ने होइन अनि यो गीत हेर्नुहोस् त यहाँ होइन यो परिवारसँग बसेर कसरी हेर्ने बालबच्चासँग बसेर कसरी हेर्ने यहाँबाट समाजले के सिक्ने हो कि भन्नुहोस् त होइन यी कलाकारहरूलाई शब्द नफुरेका हुन् कि लय नआएको खै के भएको हो भने कि यिनीहरूलाई होइन कलाकार भनेपछि त नयाँ नयाँ कुराहरू होइन संस्कृति होइन आफ्नो जति पनि छ नेपालका सबै कुराहरूलाई समेट्ने होइन संस्कार संस्कृतिलाई होइन वेशभूषा सबै कुराहरूलाई भाषा संस्कृति सबै कुराहरूलाई ल्याउने हो नि त होइन एउटा पोजिटिभ कुराहरूलाई ल्याएर यो चाडबाडलाई त्यो तरिकाले दिने हो नि त दर्शकलाई अनि यहाँ हेर त यो बरु रक्सीको नाममा पनि राम्रै गीतहरू बनाउनु नि त रक्सी नखानुहोस् होइन यो परिवार बिग्रिन्छ भन्ने सन्देशमूलक बनाउनुहोस् न त पहिलाका गीत पनि त सुन्नुहोस् तपाईँहरू पहिला कस्ता गीतहरू पहिला कस्ता शब्दहरू थिए कस्ता लयहरू थिए अहिलेका हेर त यी गीतहरू साँच्चै यति हावा भइसक्यो हाम्रो मान्छेहरू यति यो साँच्चै साथीहरू मैले त यही सोचिरहेको छु होइन यो जो गीत बनाउने मान्छे छ सबैले मेन्सन गरेर बेसरी ट्रोल हान्नुहोस् क्या होइन अनि सामाजिक सञ्जालमा माफी नमागुन्जेल यस्ता मान्छेहरू फेरि फेरि गीतहरू यस्तै गीतहरू ल्याउँछन् क्या होइन यिनीहरूलाई त छोड्नुहुन्न जस्तो लाग्छ क्या मलाई चाहिँ